आज धेरै लामो समयपछि एउटा नयाँ र राम्रो चिजको सुरुवात त भएको छ। नागढुङ्गा सुरुङ मार्गको आज उद्घाटन कार्यक्रम त भयो, तर साथीभाइहरूले एउटा गल्ती गरेछन्। रियालिटी त यही हो नि। माओवादी एमाले त्यही कार्यकालमा उनीहरूले नै सुरुवात गरेको कार्यक्रम त हो नि। नभए त आज 100 दिनमै त नयाँ भन्ने साथीहरूले त यत्रो काम त गर्न सम्भव थिएन, चाहे जोसुकै होस्। तर एउटा काम यो चाहिँ गर्नु पर्थ्यो क्या। नाम राखिदिँदा के बिग्रेको थियो हामीलाई। शिलान्यास केपी शर्मा ओली, ब्रेक थ्रो चाहिँ प्रचण्ड, अनि उद्घाटन सागर लम्साल राखिदिँदा के बिग्रेको थियो र हाम्रो के जान्छ र। हामीलाई त सुविधा चाहिएको थियो, हामीले त हिँड्न पाएको भए भएकै थियो। यति कुराहरू साथीहरूले बुद्धि पुरानो छन्। बरु मलाई सोध्दै भए नि भन्थ्यो नि, यसो गर है साथी भनेर सल्लाह दिन्थ्यो क्या। सल्लाहकार राम्रो भएन छन् साथीहरूको। मलाई राख हो साथी हो सल्लाहकार, म यहाँ दुबईको सेक्युरिटीमा छु, छोडेर आउँछु। तलब मलाई धेरै पर्दैन, 30,000 पनि हुन्छ। चाहिने एमालेको त नाम निशानै मेटाछन् नि साथीहरू। त्यसो गर्नु चाहिँ हुन्न थियो क्या।